भाइहरूलाई लिन जाँदा यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन। सो हेलो एन्ड नमस्ते सबैजनालाई। चाहिँ इन्डियाबाट आउँदै थिएँ, त्यसरी चाहिँ हामीहरू जाँदैछौँ लिन। यस्तो गर्मी थियो कि अनि हामीहरू चाहिँ एकैछिनमा नाउँमा बस्यौँ। त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ यति धेरै मान्छेहरू थिए नाउँमा। यस्तो दामी भ्यू आइरहेको थियो कि, तर गर्मी पनि लास्टै थियो। हेर्न सक्नुहुन्छ हामीहरूको मोहना नदी अनि यसपालि चाहिँ इन्डिया छ क्या। अनि हामीहरू चाहिँ उनीहरूलाई लिन जाँदैथ्यौँ। उनीहरू चाहिँ इन्डियाबाट आउँदै थिए अनि त्यसैले चाहिँ अनि हामीहरू पनि एकछिन दिउँसोतिर उनीहरू पुगिसकेका थिए। अनि त्यसैले हामी लिन जान लाग्यो। हेर्न सक्नुहुन्छ यताको भ्यू यस्तो दामी थियो क्या। अनि एकैछिन उनीहरूलाई पनि भेटेर हामीहरू चाहिँ अब घरतिर लाग्न लाग्थ्यौँ। हेर्न सक्नुहुन्छ गर्मी पनि त्यत्तिकै थियो। अनि इन्डियाबाट आएको मान्छेलाई नै हामीहरूले साइकल थमाइदिएर हेर्न सक्नुहुन्छ नदी चाहिँ यस्तो बढेको रहेछ कि। यिनीहरू चाहिँ हामी नाउँबाटै आउँथ्यौँ, तर यिनीहरू चाहिँ उसको अलि टाढै नै थियो कि। अनि त्यहाँबाट हिँडेर जान अलि अप्ठ्यारो हुन्छ भनेर चाहिँ हामीहरू नदी तर्न थाल्यौँ। हेर्न सक्नुहुन्छ पानी यति धेरै थियो कि। त्यसपछि हामीहरू नदी पनि तरेर अनि यता हेर्न सक्नुहुन्छ हामी यता पुगिसक्यौँ। हाम्रो गाउँ मतलब हाम्रो पारी पुगिसक्यौँ। अनि यो चाहिँ अर्को दिनको भिडियो हो। अहिले चाहिँ हामीहरू जाँदैछौँ कपाल काट्न। हेर्न सक्नुहुन्छ 1-2-3 घन्टा जति बसेको थियौँ कि। अनि त्यसपछि पालो आएको थियो कपाल काट्ने। अनि हेर्न सक्नुहुन्छ कस्तो भएको छ प्लिज कमेन्टमा भन्न नबिर्सिनु होला। अनि ह्याप्पी दसैँ सबैजनालाई इन एडभान्स। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।